यो संसारमा 3 जना मानिसले चाहिँ कहिल्यै महँगीको महसुस गर्न सक्दैन रे। यो 3 जना मानिस है। पहिलो कस्तो मानिस भने जसले बाबुको कमाई खान्छ है। बाबुले कमाइदिया छ, दुःख गरेया छ, संघर्ष गरेया छ, घरमा ल्याइदिएको छ अनि मजाले आफ्ना आवश्यकताहरू पूरा गर्न पाएका छौँ। यो आज यो चाहियो भन्न पाएका छौँ, यो आज मसँग छैन भन्न पाएका छौँ, तपाईँले किन नलाइदिए भन्न पाएका छौँ, तपाईँ त कस्तो लोभी भन्न पाएका छौँ नि। त्यस्ता व्यक्ति जसले आफूले दुःख गर्न परेको छैन, बाबुले कमाएर पसिना बगाएर दुःख गरेर कति ठाउँमा अपमान भएर होला, कति ठाउँमा आफू भोकभोकै बसेर होला दुःख गरेर आफ्नो सन्तानलाई पालिरहेको छ। बाबुको कमाई खाइरहेका ती बच्चाहरू, ती सन्तानहरूले कहिले पनि महँगीको महसुस गर्दैन हैन। चामल कहाँबाट कहाँ पुग्यो, तरकारीको भाउ कहाँबाट कहाँ पुग्यो, मासुको भाउ कहाँबाट कहाँ पुग्यो हैन, विद्यालयमा फी कति तिर्नुपर्छ, त्यो सबै कुरा महसुस गर्न त्यो सन्तानले सक्दैन जुन सन्तानले बाबुको कमाई खाइरहेको छ है। र दोस्रो त्यस्तो व्यक्ति जसले महँगीको महसुस गर्दैन, कसले भने जसले बेइमानीको कमाई खान्छ, अरूलाई दुःख दिएर, अरूलाई रुवाएर, अरूको आँखाबाट आँसु ल्याउन बाध्य बनाएर, गलत काम गरेर जसले खाइरहेको छ, आर्जन गरिराखेको छ, पैसा कमाइराखेको छ, भ्रष्टाचार गरेर ल्याएको छ, कसैलाई दुःख दिएर ल्याएको छ, कसैलाई रुवाएर ल्याएको छ, त्यस्ता व्यक्तिले पनि महँगीको महसुस गर्न सक्दैन। उसलाई महँगी होस् कि नहोस्, कालो धन भन्छ नि हैन, भ्रष्टाचारीलाई पैसा कम हुन्छ हुँदैन नि। त्यस्तै गरी यो कुरा बुझ्नु जरुरी छ, जसले बेइमानीको कमाई खान्छ उसले महँगीको महसुस कहिले पनि गर्न नै सक्दैन। र तेस्रो रहेको छ जसले मागेर खान्छ, दुःख गर्न सक्दैन, दुःख गर्न खोज्दैन, दुःख गर्न जान्दैन, अरूसँग मलाई यति ल्याउन, उति ल्याउन, मलाई यो चाहिएको थियो, त्यो चाहिएको थियो भनेर जसले मागेर खान्छ, त्यो व्यक्तिलाई के थाहा 1 रुपियाँ कमाउन कति गाह्रो छ, 100 रुपियाँ कमाउन कति गाह्रो छ, सङ्घर्ष भने के हो, सङ्घर्ष गर्न कति कठिन छ भनेर उनीहरूले बुझ्न सक्दैन। यस्ता व्यक्तिहरूले महँगीको महसुस गर्न सक्दैन। आज मैले तपाईँलाई 3 जना व्यक्तिहरूले महँगीको महसुस गर्न सक्दैन भने पहिलोको त बाबुको कमाई खान्छ, दोस्रोको बेइमानीको कमाई खान्छ, तेस्रोको मागेर खान्छ।